सम्पूर्णलाई स्वागत छ आजको नयाँ भिडियोमा। अहिलेको वर्ष एसी परीक्षा हुनुभन्दा पहिले नै रिजल्ट कहिले आउँछ भनेर पहिले तोकिसकेको छ। अब पहिलेका वर्षहरुमा पनि त्यस्तै थियो हैन, रिजल्ट कहिले आउँछ थाहा हुन्थ्यो हामीहरुलाई, तर आउँदा कहिले कति दिन ढिलासुस्ती हुन्थ्यो, कहिले कति दिन ढिलासुस्ती हुन्थ्यो। तर मलाई लाग्छ अहिले त्यो ढिलासुस्ती हुने छैन, किनकि कपी चेकिङहरुको काम सुरु भइसकेको छ र हाम्रो असारको 6 गते रिजल्ट पब्लिश गर्ने भनेको छ र पोहोरको साल पनि त्यही थियो, असारको 7 गते रिजल्ट पब्लिश गर्ने भनेको थियो अनि 15-16 गते पुगेको थियो पब्लिश गर्दा। अब कुनै पनि कहिलेकाहीँ के सर्भर चल्दैन, कहिले के सर्भर चल्दैन, समस्याहरु आउँछन् र त्यो समस्या आए पनि हैन सकेसम्म ढिलासुस्तीले हटाएर चाहिँ नेपाल सरकारले अहिले सकेसम्म छिटो रिजल्ट पब्लिश गर्ने भनेर योजना बनाएर आफू अगाडि बढेको छ। र मैले कता कता सुनेको छु कुनै एआई को युज गरेर हैन, कुन एआई को एप को युज गरेर चाहिँ रिजल्ट ल्याउनमा छिटो ल्याउनमा सजिलो हुन्छ भन्ने कता कता न्यूज सुनेको छु। हैन पूर्ण विश्वास त छैन है, म पनि त्यसमा अझै राम्रोसँग त्यसको जानकारी पाएको छैन, तर कता कता सुनेको हैन, थाहा होला तपाईहरुलाई सायद, म भन्दा एक्टिभ हुनुहुन्छ सोशल मिडियामा। र अब हैन त्यो रिजल्ट आउनको लागि प्रतीक्षा त गर्नै पर्यो। असारको 6 भनेपछि 2-3 महिनाको समय त छ, अनि यो समयमा त्यतिकै टाइम पास गरेर बस्ने कुरा भएन। र कुनै तयारीमा लाग्नुस् भनेको छु मैले, सकेसम्म एउटा न एउटा तयारीमा लाग्नुपर्छ। न कुनै सहयोग चाहिएको छ, न कुनै हिन्टहरु लिनु छ, कुनै केही सुझावहरु हैन के आफूले केही पाउनु छ भने यो मास्टरसँग सुन्नु। सधैँभरि म तपाईहरुको लागि हाजिर छु भनेको छु। र हाम्रो यस युट्युब च्यानलबाट दैनिक रूपमा चाहिँ हाम्रो शैक्षिक सामग्रीहरु प्रकाशन भइरहेका छन्। यदि कुनै सहयोग चाहिएको छ भने मैले भनिसके, हामीलाई सम्झनु होला। र शैक्षिक सम्बन्धी कुनै भिडियोहरु हेर्नु छ भने हामीहरुले नै एसी रिलेटेड भिडियोहरु ल्यायौं र अहिले अपडेटहरु भिडियो दिइरहेको छु मैले पनि। र अब न एसी तपाईको रिजल्ट नआउनसम्मको लागि कुन कुन कोर्सहरु तपाईले गर्दा ठीक हुन्छ, र कुन इम्पोर्टेन्ट क्वेशनहरु लिएर तपाईले इन्ट्रान्समा नाम निकाल्न सजिलो हुन्छ, यस्ता विविध कुराहरुमा मैले भिडियोहरु बनाउँदै छु। त्यसैले हाम्रो यो च्यानलसँग अहिलेसम्म पनि तपाई जोडिनु भएको छैन भने कृपया सब्स्क्राइब गरेर जोडिनु होला र बेल आइकनलाई पनि क्लिक गर्नु होला, किनकि तपाईले मैले भिडियो पोस्ट गरिसकेपछि पहिला तपाई समक्ष आउनेछ। र यदि भिडियो मन पर्यो भने, इन्फर्मेटिभ लाग्यो भने यो भिडियोलाई लाइक गर्नु होला। डेट त तपाईले थाहा भइहाल्यो, विक्रमसम्म 2082 असार 6 गते पर्खेर बस्नुस्, रिजल्ट आउनेछ र सबैको उत्कृष्ट आउनेछ भन्दै यो भिडियोबाट म बिदा माग्न चाहन्छु। हस्त नमस्कार।